नमस्ते एन्ड होप यु आर फाइन सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ म मेरो पहाडगढ डलतिर चाहिँ आइसकेको छु अनि जस्ट सी गाइस एउटा म यस्तो बवाल खाले भ्यू देखाउँछु हैन जस्ट सी अहिले एकछिन अगाडि भन्दा नि मतलब 20 या 30 मिनेट अगाडि चाहिँ आधा घण्टा अगाडि चाहिँ यस्तो मस्तो गुडा लागेको थियो अनि त्यसमा चाहिँ मैले भिडियो बनाएको थिएँ बट ब्लग बनाउन सोचेँ त्यतिखेर फेरि गइहाल्यो क्या घाम आइहाल्यो फेरि सो त्यही गाइस आन्टी सबजना चाहिँ अरू चाहिँ सबजना तल काम गर्दैछन् अनि म एकछिनमा त्यहाँ तल जान्छु हाम्रो आन्टीको चाहिँ यति धेरै बाख्रा छन् हैन बाख्रा एक बाख्रा कति मिल्छ रे बेच्यो भने सो एउटा एक बाख्राको बेच्यो भने चाहिँ तपाईको एक खसी कम्ती अनि 10,000 त काहीँ नजाइकन जान्छ अनि अब नगर भने मान्ने नि त अब हामी के गरौँ त अनि योलाई चाहिँ काउली भन्छन् गाइजना काउली काउली अनि बजे चाहिँ उ गर्ला तल चाहिँ आन्टी अहिले चाहिँ म यो ट्राई गर्दैछु लगाउन इसरी तो होला नि दताना हातले इसरी बराते घुर की चाल तति खल्डजन बाडा ये बराबर बना हातले इसरी हातले बनाउँ ल यसरी हो अब यहाँ केमा हाल्ने इसे बराबर बना कसै ये पगे आई है मेरे यहाँ तक ये इसरी ये च्याप यो उ भयो त्यो गएर भयो गर्छ यहाँ हाल्नु पठाई लाडी नाती मेरा नाती कशा खाने है दले है ये तेनो हाल दहाल ये हाल्ने न दहाल बोर्तो जुन चाहिँ भाइ बोर्तो त्यो किलो काट्दिनु यो म कति फल्ला रहेछ मलाई भने पछि गएर यो वालामा गाइस त्यो काम चाहिँ मेरो बसको बात चाहिँ छैन हैन अनि अहिले चाहिँ म अगाडि जाँदै छु अनि मेरो गाउँ चाहिँ यही हो यस्तै हो तर जियोस् गाउँ भन्दा नि मतलब सब व्यवस्था छ क्या एभ्रिथिङ भन्छ नि इभन वाइफाई अभाइलेबल छ भनेपछि अब के भनौँ त्यो अब त्यसलाई गाउँ त भन्न मिल्दैन नि त अनि आजकल चाहिँ पुरै हुन्छ नि काउलीहरू भयो म्याक्सिमम काउलीहरूको सिजन चाहिँ रहेछ आजभोलि अनि हुन्छ चाहिँ आन्टीहरू हामीहरू चाहिँ सब आन्टीहरूले नै बनाउँछन् किनभने हामीहरू चाहिँ उता धनगढी बस्छ नि त त्यसैले अनि यो चाहिँ हाम्रो काफलको रुख हो तर त्यहाँ काफलमा चाहिँ फेरि काफल सक्यो हो र हल्का हल्का त कहाँ भाइ कहाँ गयो तलतिर किन गयो त काफल लिनु सो गाइज म चाहिँ अहिले एकछिनमा काफल खाऊँ भनेको काफल छैन त कहाँबाट काफल खान लाने आएर हल्का हल्का छ थोडा चाहिँ भइहाल्यो ओए यता आएर त्यहाँ किन गयो अरे यसो गाइज त्यो तल यहाँ आइज सो गाइज काफल चाहिँ यो हो बट त्यति धेरै छैन अहिले केले सक्यो अरे अहिले सकिने टाइम भयो हो कि सकिया हो यसरी सक्या मतलब टाइम नै सकिने टाइम भयो हो कि उता छ हल्का हल्का त छ बट त्यहाँ चढ्न सक्ने को म त सक्दैन क्यारे तलतिर पनि हुन्छ नि त यार हल्का हल्का सो मैले एकजना पाएँ त्यही भएर म यो रुखमा यति चढ्थेँ बट अहिले चाहिँ फेरि हल्का अब त अहिले हल्का मोटो भइहाल्यो नि त सो त्यही हो ऊ चाहिँ मजासँग चढ्यो कति मस्तसँग चढ्यो हो यार थोडा धेरै माथि नजाए फेरि लोटलाई अहिले फेरि यहाँ हामी त यसरी पनि खान सकिहाल्छौँ टिप्न सकिहाल्छौँ अहिले चाहिँ अब के भने रायो यसलाई चाहिँ के भन्छ भाजी भन्छ उता चाहिँ यतातिर चाहिँ रायो भन्छ यसलाई मुला दिस यसरी टिपेको मजै आउँछ तर रुखमा गएर खाएको झन् मजा आउँछ रुखमा चढ्न सकिन्न के गर्नु एक दुईवटा अरू फाल अनि त्यसपछि भइहाल्यो खै देखा त सो यो चाहिँ बहिनीले टुटाबाट टुटायो होइन खै देखा त ध्यान दे खै देखा नि देखा कति मस्त वाह यार मस्त थ्याङ्क यू ल जाउँ माथि जाउँ ओ आइजाऊ उत्रे खाली लोटोली अहिले जमिन माथि अब यो उठा माथि गएर
के काटी ब्रालो अरे मेरो मोबाइल टिपे ह 4 हो कि 5 टिपे ह मोबाइल टिपे ह टिप्नु भने काला काला के कति टिप्ने बिहानदेखि साँझसम्म यति भएपछि इनफ भन्दैन हुँदैन धेरै भइहाल्ने हो के हुँदैन यसलाई के पनि नान्नु त ओए यसलाई आएर के हुन्छ मजा आउँछ ह के खत्तम हुन्छ बाटो चाहिँ हाम्रो यति आयो यति गएको यसलाई चाहिँ धन्यवाद खै त हेर त ए दुईटा त मेन वर्का फ्रम हियर यो चाहिँ यसमा चाहिँ होइन यो भाजीमा चाहिँ मतलब हुन्छ नि यिनीहरूलाई आउनु दिनुहुन्न क्या यो एरिया मतलब यतातिर चाहिँ बाख्रा चराउनु मिल्छ बाख्रा चाहिँ उहाँ छन् उतातिर यतातिर भएर अनि यो एरियामा चाहिँ यसो आउनु दिन्नन् क्या यतातिर आयो भने फेरि गाली गर्नु अब जसको त्यो गाली गर्छन् क्या त्यही हो म चाहिँ आज गोठालो भएको छु त्यही हो अनि तर मजा आउँछ यार हुन्छ नि यतातिर हुन्छ नि मजासँग आफ्नो हुन्छ नि घर अब उतातिर अब जस्तै भने नि उतातिर सब फेसिलिटीहरू जम्मै कुरा छ बट यस्तो मतलब जो यो अलि भाइसहरू मिल्छ नि जब यहाँ छ नि त्यहाँ उतातिर मिल्दैन क्या त्यस्तो भाइहरू त्यही हो गाइज मलाई चाहिँ यता मनपर्छ है ल हो भने किनभने अब हुन्छ नि हुन त अब यतातिर म म्याक्सिमम् फेरि अब साथीहरू त्यस्तो मतलब हुन्छ नि अब किनभने म सानैदेखि उता बसेँ नि त उतातिर सबै साथीहरू छन् नि त चिनेको यतातिर खासै त्यति कोही छैनन् त्यही पनि हुन्छ नि मजा लाग्छ जे होस् हुन्छ नि फ्यामिली टाइम स्पेन्ड पनि यताउता सबै कुरा भनौँ नि सो त्यही हो यो चाहिँ मलाई अघिदेखि के हो त्यसको नाम कहाँ गयो त्यो अघिदेखि कपाल टिपेर दिनु क्या के पायो भने पछाडि हेर त तेरो पछाडि यसरी बस्छ हेर त त्यहाँ के भयो तेरो यहाँ त ए ओ यहाँ त यहाँ न त इक्जाम नदिकन पास कसरी भयो भने त त इक्जामै दिनु भने पास कसरी भयो त अनि मलाई के थाहा अनि उतिखेर पास थियो कति आयो थियो यसलाई 3.2 भने यहाँ हो मान्छे कति मेहनत गर्दा 3.2 को लागि थाहा छ पहिले कति अहिले कतिमा आयो त अनि अङ्कल यो त बाख्रो पुरै बोका जस्तो देखिन्न बाबु यहाँ हेर त त्यसले के गर्यो ओए बाबु हेर त त्यसले के गर्यो हेर त ए लेजा को जित्छ यहाँमा भन्दा ए यहाँ त यहाँ यहाँ भने लुकिन लजाउला यो एकचोटि मेरो भ्लगमा थियो नि सानो होला यहाँ यहाँ यो तल आनु यता उभिएर यो एकचोटि मेरो भ्लगमा आएको थियो मेरो भ्लग हेरेको थिएँ नि सानोमा दुईटै फाइट गरेको हेरेको थिएँ कि नै तैँले हेरेको थिएँ अब बोल्न अगाडि कति गाली गर्यो नि थाहा छैन पुरै आजभोलि साइलेन्स अगाडि पुरै हो सबलाई गाली गरिदिए जसलाई देख्यो त्यसलाई अब ठुलोलाई नि गाली गरिदिने यो दुईमा को सकिन्छ सबैभन्दा बढी भन्दा को बोक्यो भने ऊ त बोका हेर्नु भने नाथ्यो त त्यो त बोक्यो भन्नु बोके जसो देखिन लाग्थ्यो किनभने के हो को होला त्यो बोको भन्छ त आमा दुई बाख्रा हुन् अले अले कालमुन्डे सेतो मुन्डे ट्याङ्कीमा कहाँबाट मलतिर कटालतिर ए ल अले कालो मुन्डे गोरो मुन्डे सेतो मुन्डे मजा आउँछ यार यसरी चलाउन यसरी काट्यो हातमा शिट यार ल यसलाई चाहिँ उन्ने भन्छ उन्ने यस्तो मस्त दिस लाइफ इज फार बेटर देन के भन्छ
सिटिज लाइफ के लिटरली यार जे भन्ने नि हेर न कम मस्त भ्यू यो भ्यूलाई मान्छे धनगढी भएपछि गोदावरी जानुपर्छ काठमाडौँ भएपछि नगरकोट अनि यहाँ मान्छे दुई सेकेन्ड पनि लाग्दैन यहाँदेखि आउनु गाइज यो चाहिँ मतलब हुन्छ नि के हो त्यसको नाम कृषि मतलब तिनीहरूको लागि चाहिँ यो टङ्की बनाएर छ अनि खाने टङ्की चाहिँ अगाडि तर आजकल धेरै मल्लो हुन्छ नि ऊ गरेको क्या डेभलप गरेको त्यो अगाडि भन्दा चाहिँ किनभने अगाडि यस्तो थिएन नि त पाइपले गराउँथ्यो यस्तो तारसारले अनि यो हिँड्ने रोड नि बनाएको छ मतलब नर्मल्ली हुन्छ नि त अगाडि चाहिँ सिम्पल्ली हुन्थ्यो नि त अहिले त यहाँ पुरै रोड बनाएको क्या सिधै तरिकाले नाइस यार नाइस भ्यू हेर न बाख्रा चरायो दिनभरि मजासँग छ्यो खोइ कहाँ गयो मेरो हँसियो यसलाई यो बिना त विथआउट दिस कान्ट गो एनीवेयर छ्यो 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 त्यो सबै यहाँमा चाहिँ यहाँमध्ये मतलब हुन्छ नि म्याक्सिमम् हाफ चाहिँ हाम्रो अङ्कलको हो नि के किनभने आन्टीहरू चाहिँ मतलब धेरै पारेर हुन्छ नि त अनि कति 4 हो कि 5 त खसी छन् एक खसीको 20,000 जस्ट इमेजिन गाइज एक वर्षमा कति आउँछ बाख्राबाट मात्र अब अरू चाहिँ फेरि पुरै छोडिदियो छ्यो छ्यो बाबु तल आइज चिसो पानी के यहाँ चाहिँ हुन्छ नि मल्लो हुन्छ नि सधैँभरि आएर हुन्छ यो पानी मल्लो कहिल्यै बन्द हुन्न कि यहाँ पानी चाहिँ त्यो पानी यहाँमा छ यस्तो चिसो पानी हुन्छ लास्टै चिसो पानी हुन्छ यस्तो बवाल हुन्छ नि भन्ने कस्तो भनेको लास्ट चिसो ठुल्याडीको घर हो मतलब हुन्छ नि हाम्रो अर्को बाजेको चाहिँ छोराको जेठो छोराको अनि ठुल्याडी चाहिँ लास्टै हुन्छ नि फलफुलहरू लगाइरहेको हुन्छन् क्या पुरै हुन्छ नि यो पानी चाहिँ 24 घन्टा आएर हुन्छ कि जहिले डेली आएर हुन्छ यहाँ चाहिँ ट्याङ्क छ यो पानी चाहिँ यो खोलादेखि आउँछ यहाँदेखि टक्क मजासँग तर मलाई अरूभन्दा नि भ्यू चाहिँ मस्त लाग्छ क्या यहाँको पुरै हुन्छ नि त लास्टै ल बेच्यौँ 100 रुपियाँ बनाउनु पर्दैन 100 रुपियाँ हाम्रो अङ्कल दिइहाल्ला अरे बजे कमाइबाट दिइहाल्ला अब कमाउनु दिएन कमाउनु दियो खुट्टाको हालत मम्मी दिस इज द स्ट्रगल लाइफ अफ दिस अङ्कल जाम अब सो गाइज अहिले चाहिँ हामी ठ्याक्क घर पुगिहाल्यौँ किनभने बाख्राहरू चाहिँ उताबाट त्यो एरियाबाट चाहिँ उताबाट हालेर लिएर आउँछन् रे अनि हामी चाहिँ बाहिर म चाहिँ गइहालेँ र मजा आयो यार जे भन्छ होइन मतलब हुन्छ नि लास्ट हुँदा नि यस्तो एक्सपिरियन्स चाहिँ मैले बच्चामा त लिएको थिएँ बट अहिले चाहिँ फर्स्ट टाइम होला है सो त्यही हो गाइज अब चाहिँ जाँदैछौँ अब चाहिँ एकछिनमा खाना खानुपर्छ रेस्टुरेन्ट गर्नुपर्छ धेरै छेउ पनि भइसक्यो होइन गाइज अब चाहिँ हामी खाना खान्छौँ अनि मेरो खाना चाहिँ यही हो तरकारी अचार भात दाल अनि यो स्पेस सो गाइज अहिले चाहिँ हामीले खानासाना खाएर बसेका छौँ बाहिर म चाहिँ अब त्यही हो गाइज अब चाहिँ हामी एकछिनमा सुत्छौँ पनि होला सो त्यही हो अब भिडियो त्यस्तै भए इफ यु लाइक माई भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाइज टाटा ल